हाई गाइज, मेरो नाम हरिश हो। आज मेरो ट्रायल छ होइन गाइज। यो धनगढीको चिसो मौसममा आज ट्रायल दिन जाँदैछु होइन। मेरो साथमा साइकल छ होइन गाइज, साइकल पनि छ। अनि आज मेरो ट्रायल हो होइन, फेल हुन्छु कि पास हुन्छु भन्ने कुराहरू त ट्याक्कै थाहा छैन होइन गाइज। त्यही पनि त्यति त आइडिया छैन मसँग कसरी गर्नुपर्छ भन्ने कुराहरू। त्यही पनि मैले फर्स्टचोटि दिएँ गाइज। खै कस्तो हुन्छ के हुन्छ हजुरहरूले लाइक कमेन्ट गरिदिनु होला, खै कमेन्टमा भनिदिनु होला। गाइस देख्न सक्नुहुन्छ, हेर्नुहोस् गाइस नेपालको हालत। यो जति राम्रो भयो नि धनगढी जति राम्रो ठाउँमा यस्तै छ। हेर्नुहोस्, हेर्न सक्नुहुन्छ गाइस यो हालत। यहाँनिर चोक छ, यहाँनिर यस्तो रोड छ। एक्सिडेन्ट भइदियो भने होइन गाइस के हुन सक्छ यहाँ। यहाँनिर हेर्नुहोस् यस्तो बाटो छ, यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो बाटो छ। केही विकास छैन हाम्रो देशमा होइन। यो चाहिँ धनगढीको चौडा हो, चोक हो। गोडाडाँडी पुगिसकेका छौँ गाइस हामी अहिले। अब आफ्ना जाने बाटो क्रममा छौँ अहिले। आफ्नाको ट्राफिक के अरे ट्रायल सेन्टरमा जाँदैछौँ। हामी चाहिँ अब थाप्लाको ट्रायल सेन्टरमा प्रवेश गर्दैछौँ बाटोमा। ल